सम्पूर्ण दर्शकवृन्दहरुमा नमस्कार। नमस्कार। म गंगा प्रसाद पराजुली। म अनुष्का पराजुली। ल आज चाहिँ हामी एउटा नयाँ भिडियो लिएर आएका छौं। हाम्रो भिडियो तपाईहरुले अगाडि हाम्रो सामानहरु देख्दाखेरि नै थाहा पाइसक्नु भयो होला। यो एउटा सफलता, एउटा मेहनत, एउटा प्रतिफलको भिडियो छ। हामी चाहिँ आज यो भिडियोमा रहेर केही इन्स्पिरेसन नयाँ जेनेरेसनलाई मिल्ने खालको केही कुराहरु गरौँ भन्ने उद्देश्यले हामीले यो भिडियो ल्याएका छौं। आज यो सबै अगाडि मेरो अगाडि देखिएका यी मेडलहरु यसै वर्ष भएका विविध गतिविधिहरुमा छोरी अनुष्काले पाएका यी सम्मान हुन्। त्यसैलाई आधार मानेर चाहिँ मैले आज एउटा सानो भिडियो बनाऊँ भन्ने जमर्को गरेको छु। यो भिडियो बनाउँदै गर्दाखेरि चाहिँ आज चाहिँ हाम्रै यही रमाइलो हाम्रो चौतारीको एउटा एक्टिभ मेम्बरले गरेका उपलब्धिकै विषयमा मैले चाहिँ भिडियोलाई समेट्ने कोसिस गरेँ। आजको कार्यक्रम सुरु गर्न गइरहेको छु म चाहिँ। अब यो यति धेरै सफलता कसरी हात पर्यो भन्ने विषयमा चाहिँ म अनुष्कासँग केही कुराहरु सोध्ने छु। अनुष्कालाई आजको भिडियोमा स्वागत छ है त। धन्यवाद। ल सर्वप्रथम चाहिँ म बधाई दिन चाहन्छु छोरीलाई। एउटा बाबुको ठाउँमा बसेर आफ्नो छोरीको यति धेरै प्रगति देख्दा पनि अलिकति प्राउड फिल गर्दो रहेछ। अलिकति म अलिकति खुसीले हौसेर बोले पनि हुन सक्छु हैन। यसको लागि चाहिँ म आफैमा अब गर्व गर्छु। ल अब छोरीलाई चाहिँ यति धेरै मेडलहरु स्कुलबाट आएको छ। यो चाहिँ कसरी सम्भव भयो भन्ने विषयमा चाहिँ म बिस्तारै क्रमैसँग सोध्दै जाँदै छु। छेउमा एउटा ट्रफी पनि छ उसको। त्यसपछि यहाँ अगाडि सबै गोल्ड मेडलहरु, अगाडि सुन टल्किरहेछ अनि यहाँ यसलाई के मेडल भन्छ, ब्रोन्ज मेडल पनि छ। र क्रमैसँग यसमा चाहिँ म यहाँ केही सर्टिफिकेटहरु पनि छन् है। म यसको बारेमा पनि अलिकति भन्दै जान्छु। सर्वप्रथम यहाँ हामीलाई चाहिँ एउटा बेस्ट क्याप्टेनको भनेर दिएको रहेछ। के छ अनुष्का, कुन हाउस हो? म ब्लू हाउस। ब्लू हाउस। अनि ब्लू हाउसमा चाहिँ एउटा क्याप्टेनको भूमिका निर्वाह गर्दै गर्दा आफूले कस्तो स्कुलमा चाहिँ कस्तो कस्तो समस्याहरु भोग्यो, रमाइला पक्षहरु के थिए, अलिकति थोरै हाउस क्याप्टेनको तर्फबाट केही जाओस् न। मैले चाहिँ हाउस क्याप्टेन भएर अब आफ्नो हाउसपट्टि हैन धेरै अब आफ्नो हाउस मेम्बरहरुलाई गेम हुँदै अरु विभिन्न कार्यक्रम हुँदै हैन पार्टिसिपेट हुनको लागि हौसला दिए। अनि कुनै छिनमा हाम्रो हाउसले जितेन पनि र पनि मैले उनीहरुलाई के भन्छ हौसला दिइराखे। अनि त्यसको कारण यो चोटी ब्लू हाउस अफ द इयर पनि भयो। सबै हाउसहरुले पनि पोइन्ट धेरै नै थियो र पनि ब्लू हाउसले धेरैले भन्दा नि कमले जिते पनि राम्रोसँग जिते। हजुर त्यही त यहाँनेरि अगाडि हामी सानो एउटा ट्रफी देख्न सक्छौं। जेनियम नेशनल एकाडेमी बेस्ट हाउस क्याप्टेन अफ द अवार्ड भनेर ब्लू हाउसबाट मिस अनुष्का पराजुली भनेर यहाँ एउटा हाउस क्याप्टेनको एउटा यो अवार्ड छ। यो चाहिँ अनुष्कालाई स्पेशली यतिको लिडरशिप, एउटा क्याप्टेनशिप हुनु पनि राम्रो कुरो हो। यसमा चाहिँ हामीले प्राउड फिल गर्नै पर्छ। बेस्ट हाउसको एउटा अवार्ड पनि छ। ल फेरि पनि धन्यवाद छ। अब यसै गरी अगाडि यहाँनेरि हाम्रो अनुष्का पराजुली इंग्लिश ह्यान्डराइटिङमा गोल्ड मेडल छ, फर्स्ट प्राइज भनेर दिएको छ। के छ इंग्लिश ह्यान्डराइटिङ राम्रो छ? राम्रो छ। के छ अब ह्यान्डराइटिङको चाहिँ पढाइ सँगसँगै ह्यान्डराइटिङ चाहिँ कतिको महत्त्वपूर्ण रहेछ त? यसको बारेमा थोरै अलिकति। अब पढाइ ह्यान्डराइटिङ नराम्रो भएपछि फर्स्टमा लेखेको कुरा नि बुझिदैन। ह्यान्डराइटिङ राम्रो भएपछि पढ्न नि जागर चल्छ, राम्रोसँग बुझिन्छ, क्लियरली देखिन्छ। अनि ह्यान्डराइटिङ राम्रो भएपछि अरूमाथि इम्प्रेसन पनि राम्रो हुन्छ। यो चाहिँ जरुर। म पनि एउटा शिक्षक हो। मैले पनि हर समयमा विद्यार्थीहरूलाई भन्ने गरेको छु ह्यान्डराइटिङ चाहिँ राम्रो हुनुपर्छ। त्यसले पोजिटिभ इम्प्रेसन पर्छ र आफ्नो व्यक्त गर्न खोजेका कुराहरु सजिलैसँग अरु समक्ष पुग्छ पनि र सँगै त्यसबाट चाहिँ अलिकति पोजिटिभ इम्प्रेसन पनि पर्छ भन्ने छ। ल यसमा पनि अब अर्को त्यस्तै हाउस सिनियर लेभल स्पेलिङमा पनि विनर हुनुभएको छ स्पेलिङ कन्टेक्स्टमा। के छ स्पेलिङहरु खत्रै आउँछ? स्पेलिङहरु अब त्यो के भन्छ आधी भन्दा बढी चाहिँ पेपरमै लेखेर त्यहाँ हुन्छ अगाडि। तर त्यो भन्दा अगाडि सिलेक्सन हुन्छ। सिलेक्सन चाहिँ त्यतिकै के भन्छ
अब जसले पार्टिसिपेट गरे त्यो बिच हुन्छ अनि एउटा क्लासबाट एउटा मान्छेलाई स्पेलिङमा पार्टिसिपेट गर्न दिन्छ हैन अनि म चाहिँ सेलेक्ट भएर फाइनल राउन्डमा पुगेको थिएँ अनि 6 देखि 10 सम्मको स्पेलिङ कन्टेस्टमा भाग लिएर गोल्ड मेडल पाएँ। ल ठिक छ, यो पनि एउटा ठुलो सफलता छ। अहिलेको जेनेरेसनमा चाहिँ यस्ता कुराहरू हुनु जरुरी छ। पढाइप्रति अलिक झुकाव कम भइरहेको अवस्थामा पनि यस्ता हौसला मिल्ने एउटा मोटिभेसन मिल्ने कामहरूले चाहिँ पक्कै पनि पढाइमा धेरै सुधार हुनेछ। त्यस्तै अर्को फेरि यहाँनिर पोएम कम्पिटिसन भन्ने रहेछ। पोएम कम्पिटिसनमा चाहिँ 3rd प्राइज रहेछ। यहाँ यतापट्टि छ यो पोएम राइटिङ कम्पिटिसन भनेर देखाएको छ। के छ, कविता पनि अलिअलि लेख्ने गरेको छ? कहिलेकाहीँ धेरै त्यस्तो उत्कृष्ट चाहिँ लेख्न आउँदैन, जे नि राम्रो चाहिँ लेख्छु। के छ अहिले कुनै दिमागमा एउटा कविता केही याद त छ? छैन। नभए त दर्शकहरूलाई एउटा कविता सुनाउनुहुन्छ। ठिकै छ, हुन्छ। हामी कुनै दिन फेरि हामी चाहिँ अब यस्तो एउटा अरूलाई चाहिँ थप हौसला मिल्ने खालका भिडियोहरू चाहिँ हामी बनाउने कोसिसमा छौँ, जमर्कोमा छौँ हैन। कुनै दिन फेरि त्यो पनि लिएर आउँला। त्यस्तै अगाडि अर्को पनि रहेछ, जस्तो यहाँनिर चाहिँ हाम्रो अनुष्का पराजुली 100% एटेन्डेन्स भनेर एनुअल इभ्यालुएसन भनेको छ। ल बधाई छ है। यसमा चाहिँ अलिकति गौरव गर्नुपर्छ र म आफैलाई पनि यसमा चाहिँ अलिकति यो मेडलको हकदार ठान्छु। किनभने मेरो सोचाइ चाहिँ कस्तो छ भने सामान्य बिरामी अलिकति अल्छीपन गर्यो भने पनि स्कुल चाहिँ जाऊ है, बरु एटेन्ड भएर केही समय पछाडि बरु बिदा मागेर आऊ भन्ने मानसिकता। किनभने त्यसले गर्दा चाहिँ के हुँदो रहेछ भने विद्यार्थीहरू स्कुल जान अल्छी गर्ने परम्परा हुन्छ नि। एक दिन घर बसेपछि भोलिपल्ट पनि पेट दुख्यो, टाउको दुख्यो भन्ने बाहना बनाउने, यो बाहना बनाउने क्रम चाहिँ रोकिन्छ पक्कै पनि। कस्तो लाग्छ यस विषयमा चाहिँ? यस विषयमा चाहिँ म हैन सधैँ म बिरामी भएका कारणले पनि छुट्टी बस्थेँ धेरै हैन। म धेरै बिरामी हुने मान्छे हो, तर यो वर्ष चाहिँ के भन्छ हेल्थ पनि राम्रै भयो मेरो। अनि म हाफ टाइममा नि एकचोटि मात्र आएको थिएँ, तिमीमाथि स्पोर्ट्स विकको बेला। अनि त्यसैले यो मेडल पाउँदा चाहिँ हल्का राम्रै लाग्यो। भनेपछि त यो त स्वास्थ्य हेल्थलाई दिनुपर्ने रहेछ। यो मेडल चाहिँ अनुष्काको हेल्थलाई नै डेडिकेट गर्दा हुने रहेछ हैन। त्यस्तै अर्कोमा जाउँ। अर्कोमा पनि फेरि हाम्रो यहाँनिर चाहिँ 2nd रनर अप गर्ल्स इन्टर हाउस बास्केटबल कम्पिटिसन भनेर रहेछ। के छ, बास्केटबल पनि खेलिन्छ अलिअलि? कहिलेकाहीँ। यो चाहिँ इन्टर हाउस भएकाले हाम्रो हाउसमा चाहिँ हैन बास्केटबल खेल्ने दिदीहरू लास्टै राम्रो हुन्छ कि खेल्नमा। खेल्नमा चाहिँ खेल्नमा राम्रो लास्टै राम्रो हुन्छ भन्दा दुई खालको राम्रो हुन्छ, एउटा अनुहारमा लुक्समा राम्रो, एउटा खेल्नेमा राम्रो, दुवैमा। ल बधाई छ। गेममा हैन हाम्रो पढाइ सँगसँगै यस्ता एक्स्ट्रा एक्टिभिटीहरू चाहिँ हुनु जरुरी छ र विशेष गरी स्पोर्ट्सहरूले त अझ हाम्रो हेल्थलाई पनि फाइदा गर्ने भएकोले यो चाहिँ एकदमै अनिवार्य छ। यसमा पनि फेरि पनि बधाई छ। त्यस्तै अर्को यहाँ विनर इन्टर हाउस रङ्गोली। ओहो, यहाँ त बडा इन्ट्रेस्टिङ कुरा आयो। तिहारमा रङ्गोली बनाउनेमा पनि फर्स्ट हुनुभएको रहेछ नि त। भनेपछि तिहारको रमाइलो पनि अलिकति थोरै सेयर गरौँ न। यो चाहिँ इन्टर हाउस रङ्गोली कम्पिटिसन भएको थियो। अनि मलाई रङ्गोली आफैमा चाहिँ त्यस्तो राम्रो बनाउन आउँदैन हैन, तर भने नि मैले हाम्रो टिमवर्क हाम्रो हाउसको दिदीहरू चाहिँ उत्कृष्ट काम गर्नुहुन्छ क्या, ट्यालेन्टेड हुनुहुन्छ अनि त्यसैले अनुष्काले चाहिँ आफ्नो हाउस एउटा क्याप्टेन भएको बेनिफिट यहाँ उठाए जस्तो लाग्यो मलाई चाहिँ हैन। अब हाउसमा अलिकति प्रतिभावान साथीहरू, दाइ दिदीहरू, भाइ बहिनीहरू हुँदाखेरिको पनि एउटा फाइदा, पोजिटिभिटीलाई चाहिँ यसलाई लिन सकिन्छ। रङ्गोलीमा आफू धेरै एक्सपर्ट नभए पनि सम्पूर्ण टिमवर्कले गर्दाखेरि चाहिँ बेस्ट हुन पायौँ भन्ने छ। यो पनि खुसी लाग्यो। त्यस्तै अर्को विधा छ हामीले हैन, यहाँनिर हेरौँ ग्रिटिङ कार्ड कम्पिटिसन। ओहो, यहाँ झन् अर्को इन्ट्रेस्टिङ छ। म अलिकति उसले फेरि अहिले म नराम्रो भनिहाल्ने भन्दा अगाडि नै म भन्छु यस कुरामा चाहिँ थोरै अलिकति अनुष्काको क्रिएटिभ माइन्ड छ। म यसमा चाहिँ खुसी व्यक्त गर्छु। प्राउड फिल गर्ने नै मुभमेन्ट आउँछ। कुनै पनि कुरा ल छोरी यस्तो बनाऊ है भनेर चाहिँ एउटा स्याम्पल दियो भने उसले एक्ज्याक्टली हुबहु त्यो चाहिँ बनाइदिन्छ। त्यो चाहिँ खुसीको कुरा लाग्छ। केही छ अलिकति मैले तारिफ गरिरहँदाखेरि आफूलाई
कस्तो लाग्छ त्यो पनि हैन अब यस्तो आर्ट्स एन्ड क्राफ्टमा चाहिँ म बच्चैदेखि इन्ट्रेस्टेड हो हैन म 1-2 क्लासदेखि नै ग्रिटिङ कार्ड बनाउँदै आएको थिएँ अनि अहिले चाहिँ स्कुलले के भन्छ कम्पिटिसन नै राखेको छ हैन दसैँ र तिहारको बेलाको अनि त्यतिखेर फर्स्ट हुँदाखेरि मलाई एकदमै खुसी लाग्यो अब आफ्नो इन्ट्रेस्ट हुन्छ नि आफ्नै इन्ट्रेस्टको कुरामा फर्स्ट राम्रो लाग्यो ल ठिक छ आगामी दिनहरुमा अझै यस्ता प्रगतिका कुराहरु पनि सुन्दै जाउँ म क्रमशः जाँदैछु मेरो हातमा धेरै सर्टिफिकेटहरु छन् यो सर्टिफिकेटलाई म क्रमैसँग पल्टाउँदै जाँदैछु के आउँछ म पढ्दै जाँदैछु त्यस्तै यहाँनेरि फेरि सिनियर लेभल ड्रइङ कन्टेस्ट भनेर छ अब बडा इन्ट्रेस्टिङ कुरा छ अब हामीलाई अहिले यो भिडियो हामी धेरै पछि बनाइरहेछौँ ड्रइङ कम्पिटिसनको एकदमै उत्कृष्ट ड्रइङ थियो भनेर कहाँ फोटो चाहिँ थियो हामीसँग हैन हामीसँग त्यो फोटो एभाइलेबल छैन होला अहिले एउटा ड्रइङको पनि थियो थोरै के थियो त्यो ड्रइङमा थोरै अलिकति बताइदेऊ न यो पनि फर्स्ट गोल्ड मेडलै हो उसको ड्रइङमा त्यो ड्रइङ चाहिँ हैन अब नेशनल डेभलपमेन्टमा चाहिने के भन्छ आधारभूतहरूको बारेमा थियो हैन अनि मैले त्यसमा सबै कुरा समेटेर बनाएको थिएँ अनि ड्रइङ पनि मेरो बच्चैदेखिको इन्ट्रेस्ट हो तर बच्चा बेलामा चाहिँ त्यस्तो राम्रो थिइनँ हैन अनि अहिले चाहिँ हल्का इम्प्रुभ हुँदै गइरहेको छु मलाई ड्रइङको स्केच भन्दा नि पेन्टिङ बढी आउँछ हैन त्यो कुरा चाहिँ अनि यो खासमा ड्रइङ भन्नाले स्केच थिएन कि पेन्टिङमा आधारित थियो अनि त्यसैले गर्दाखेरि राम्रो भयो जस्तो लाग्यो अनि त्यो कुरामा चाहिँ मैले के भन्छ अब राम्रो क्वालिटीको सामानमा त्यो गर्ने इन्भेस्ट गर्ने अब भ्रष्टाचार नगर्ने खै समथिङ त्यही रिलेटेड ड्रइङ बनाएको थिएँ अनि त्यसैले फर्स्ट पोजिसन प्राप्त गर्न पाएँ ठिक छ हामी कुनै विधागत रूपमा फेरि पनि यस्ता कुराहरू हामी फेरि भिडियो आगामी दिनहरुमा बनाउँदै जाउँला कुनै दिन हामी अनुष्काको कुनै स्केचहरू ड्रइङहरू पनि हामी हेर्न सक्छौँ म डेफिनेटली अब त्यो चाहिँ बनाउन लाउँछु हैन अब किनभने यत्रो सफलता भइसकेपछि एउटा सफल व्यक्तिको हातबाट अरु कोही कुराहरू आउने जेनेरेसन भाइ बहिनीहरूलाई नयाँ क्लासमा सानो क्लासमा पढ्ने भाइ बहिनीहरूका लागि थप इन्स्पाइरेसन मिलोस् भन्ने चाहना छ त्यस्तै अर्को यहाँनेरि फेरि बेस्ट युनिफर्म एनुअल इभ्यालुएसन बधाई छ एउटा मान्छेको व्यक्तित्व झल्काउनको लागि चाहिँ त्यसको ड्रेसअप नै ठुलो कुरा मान्छु म आफैले दिमाग आफ्नो ब्रेन आफ्नो स्मार्टफोन त छँदैछ सँगसँगै मान्छे आफू स्मार्ट बन्नको लागि ड्रेसअप पनि प्रपरली हुनुपर्छ भन्ने कुरा छ यसमा चाहिँ के छ अरु अब सानो क्लासका भाइ बहिनीहरूलाई पनि एउटा सानो सुझाव जस्तो किनभने यो भिडियो त सानो क्लासको भाइ बहिनीहरूसँग पनि पुग्छ हैन सबैलाई समेटेर अब युनिफर्म राम्रो लगाइसकेपछि क्लिन एन्ड निट लगाइसकेपछि अटोमेटिकली आफ्नो के भन्छ पर्सनालिटी पनि स्मार्ट देखिन्छ हैन अनि फोर युनिफर्म लगाउनु भन्दा सफा लगाउनु पनि त्यो अब के भन्छ बेटर भइहाल्छ अनि राम्रो पनि लागिहाल्छ आफूलाई अब हेर्नु है तपाईले एक दिन फोर युनिफर्म लगाएर जानु भन्दा तपाईलाई मनमा कस्तो खुलबुली होला नि हैन त्यसैले चाहिँ क्लिन हुनु नै बेस्ट छ सफा हुनु नै धेरै राम्रो छ ल मैले यहाँ समग्रमा यहाँनेरि कति 9-10 वटा सर्टिफिकेटकै बारेमा पढेँ मैले फेरि यहाँ बेस्ट हाउस क्याप्टेन अघि सुरु गरेको थिएँ मैले यहीँबाट यतिसम्म आइपुग्यो यहाँ लस्कर यति धेरै छन् तर यहाँनेरि 2टा गोल्ड मेडल छन् यी 2टा गोल्ड मेडल भनेको चाहिँ फेरि हाम्रो छोरोको प्रगति हो अब छोरो चाहिँ अहिले हामीले यो भिडियो बनाउँदा राति भइसकेको छ उ सुतिसकेको छ उसको पनि एकदम ठुलो चाहना एकदम रमाइलो उले खुसी मनाइरहेको थियो हामी उलाई पनि भिडियोमा समेट्न चाहिँ चाहन्थ्यौं तर अहिले चाहिँ उलाई सकेन उसको पनि यहाँनेरि 2टा छ एउटा 100% एटेन्डेन्समा गोल्ड मेडल छ त्यस्तै अर्को बेस्ट युनिफर्ममा छोरा र छोरी दुवैजनालाई चाहिँ धेरै धेरै बधाई छ दुईटैको चाहिँ एउटा 100% एटेन्डेन्स र बेस्ट युनिफर्ममा चाहिँ गोल्ड मेडल प्राप्त भएको छ अब हामीले यो भिडियो बनाउनुको मेन उद्देश्य भनेको चाहिँ अब आउने जेनेरेसनलाई चाहिँ पछिल्लो क्लासका भाइ बहिनीहरूलाई पनि थप हौसला मिलोस् ओहो अनुष्का दिदीले त यत्रो 7 वटा गोल्ड मेडल 2टा छ के ब्रोन्ज मेडल भन्छ रे यसलाई हैन अब यो मलाई आउँदैन हैन अब पार्टिसिपेट हुनु नै ठुलो कुरा एक त छँदैछ अर्को यति धेरै मेडल ल्याउँदा र म अलिकति थोरै प्रसंग जोड्छु यहाँ उसको विगत 2 वर्षदेखिका मेडलहरु त्यहाँ भन्दा अगाडि चाहिँ खासै मेडल दिने छ त्यो भन्दा अगाडि मैले मेडल पाएको थिन मेडल पाएको मैले 7 क्लास देखि मात्र पाएको 7 क्लासमा 5 वटा गोल्ड पाथे अनि 9 क्लासमा आएर हैन
8 क्लासमा आएर 9वटा मेडल थियो अनि अहिले 9 क्लासमा चाहिँ 9वटा मेडल र एउटा ट्रफी पाएको छु। अहिले भनेको ट्रफी र मेडल पाउने क्रम बढ्दो क्रममा छ हैन? बढ्दो क्रममा छ। म अलि थोरै अलिकति यहाँ भिडियोलाई थोरै यहाँ यता मैले फोकस गरेँ, त्यहीँबाट देखाउँदा पनि हुन्छ, केही फरक पर्दैन। यहाँ चाहिँ मलाई मेडल राख्नलाई भनेर बनाइदिनु भनेर चाहिँ मैले सिसा, यो हल्का कालो छ कलरको, मैले आफैले यो बनाइदिएको। तर अब यो धेरै सानो भयो। मैले जति मेडल थियो त्यो हेरेर चाहिँ मैले आफैले मेरो हातले नै बनाएको है, यो आफैले मैले बनाएको थिएँ। अब यो मेडल त यहीँ धेरै राख्ने त छैन। अब हामी सायद सम्भवतः यही सोकेसलाई यहाँ प्रयोग गर्छौँ। यहाँ चाहिँ मेरा पनि छन्, म पनि एउटा स्पोर्ट्ससँग रिलेटेड भएकोले मेरो कलेजबाट इभेन्ट म्यानेजरका मेरा पनि छन् त्यहाँ। त्यहाँनिर मेरो प्री प्राइमेरी पहिलेको स्कुलदेखि पढाएको युकेजीहरूको। अब हामी चाहिँ यो मेडललाई चाहिँ यहाँ यो ठाउँमा चाहिँ व्यवस्थित गर्छौँ भन्ने सोच बनाइरहेको छौँ। र आजको भिडियोमा चाहिँ हामीलाई यो सबै सफलता भइरहँदाखेरि फेरि यहाँ अहिले भिडियो खिचिदिइराख्ने चाहिँ मम्मीलाई चाहिँ अलिकति फेरि नराम्रो लाग्न सक्छ, मेरो चाहिँ नामै आएन भन्ने हुन्छ। यो सबै हौसला दिने यतात्यता गर्नेमा हर कुरामा मभन्दा पनि बढी मम्मी जिम्मेवारी, किनभने मम्मी त्यही स्कुलमा पढाउने जेनियम नेसनल एकाडेमीकै एकजना शिक्षिका हो मम्मी पनि, नेपाली सब्जेक्ट पढाउने त्यहीँ। अनि यो सबै गर्दा चाहिँ यो सबै मेडलको श्रेय चाहिँ मैले छोरी र मम्मीलाई नै दिएको छु हैन। म त एउटा सजेसन दिने, यसो गरौँ है भनेर सल्लाह दिने मान्छे हो। तर यो सबभन्दा ठुलो धेरै सफलता अनुष्काले पाउनुको पछाडि चाहिँ मम्मीकै हात भन्नु पर्ला। यो के अरे युनिफर्म र एटेन्डेन्सको कुरामा चाहिँ त्यो चाहिँ म नै लिन्छु यो श्रेय चाहिँ हैन। यो स्कुल छुटाउनु हुँदैन र लुगा चाहिँ प्रपरली लाएर जानुपर्छ भन्ने मान्छे म पनि हो। ठिक छ, अब हामीले भिडियो पनि धेरै लामो पनि नबनाऊ, हामी अहिले रातिको समयमा छौँ, दिउँसो एकदम व्यस्त, छोरी पनि बिहानदेखि बेलुकासम्म स्कुलै हुने, म पनि व्यस्त भएकोले यो अवसर जुरेको थिएन। आज हामी बनाउँदैछौँ यो भिडियो चाहिँ। र हाम्रो आजको भिडियो बनाउनुको मेन उद्देश्य भनेकै यो अहिलेको जुन धेरै अभिभावकहरूको एउटा गुनासो छ, छोराछोरी पढेनन्, गेममा मात्रै भुलिए, मोबाइल खेले, टिभीमा भुलिए हैन, स्कुल जान मान्दैन, होमवर्क गर्न मान्दैन, यस्ता कुराहरू धेरै समस्याहरू छन्। म पनि आफै पनि माथिल्लो क्लासहरू पढाउने भएकोले गर्दा त्यहाँ पनि त्यही समस्या देखिन्छ। तर यो खालको एउटा जुन एक्टिभिटीहरू हुन्छ, यो एक्टिभिटीले गर्दाखेरि चाहिँ विद्यार्थीहरूमा थप हौसला मिल्छ भन्ने कुरो चाहिँ मलाई पनि लागेको छ। र आफैलाई छोरीले यति धेरै मेडल ल्याउँदा हैन, हाम्रो पालामा यस्तो मेडल सेडल भन्ने हुन्थेन, अब त्यस्तो अब त्यो खालको माहौल नहुँदाखेरि छोरीलाई यस्तो पाउँदाखेरि चाहिँ अहिले एकदम प्राउड फिल हुन्छ, खुसी लाग्छ। म पनि लाएर एकछिन फोटो खिचौँ जस्तो फिल चाहिँ भइरहेछ। हैन, अब तपाईले नि मेडल पहिले पाउने थियो नि त, भलिबलको टन्नै हुन्थ्यो होला हैन, स्पोर्ट्समा त्यो थियो। अहिले पनि हामीले लास्ट इयर स्कुलबाट खेल्दा तेस्रो भएको, मेरो पनि एउटा भलिबलको चाहिँ छ यहाँ हैन, तेस्रो पुरस्कार यो। भलिबलको खतरा प्लेयर हो नि। भलिबल चाहिँ अब खेलिन्थ्यो भनौँ। अब अहिले त अब हामी आज यो एउटा प्रगतिको सन्देश दिने खालको भिडियो बनाउनेमै जमर्कोमा थियौँ। हामीले एउटा मोटिभेसनल होस् भन्ने हिसाबले गरेको छौँ। सबै आफ्नो अभिभावकहरूले नै आफ्नो नानी बाबुहरूलाई पढाइका अतिरिक्त क्रियाकलापहरूमा पनि यसै गरी संलग्न गराइदिनु भयो भने उनीहरूको बौद्धिक तथा शारीरिक विकासमा थप बल मिल्नेछ भन्ने मेरो आशय छ। के छ अनुष्का, अब आउने भाइ बहिनीहरूलाई, पछिल्लो क्लासका भाइ बहिनीहरू प्लस अगाडि पढेर जानेहरूलाई पनि केही एउटा सानो छोटो सन्देश छ भने केही जाओस् न त। अब यो यस्तो प्रोग्रामहरू भनेको अब हरेक व्यक्ति पढाइमा मात्रै राम्रो हुँदैन हैन, उसँग अरू कयौँ हिडन ट्यालेन्ट छ। अब कतिले गेममा मात्रै खेल्छ भन्नुहुन्छ होला, तर त्यो गेममा कति उत्कृष्ट छ त्यो नोटिस गर्न आएन होला। अनि अरू कुरा भनेको मोबाइल मात्रै हेर्छ भन्ने होला हैन, तर मोबाइलमा कतिपयले मोबाइल मात्रै चलाए पनि कतिले चाहिँ युजफुल कामहरूकै लागि चलाइरहेको हुन्छ। अब जस्तै केही सिप सिकिरह होला हैन, त्यसैले हामीले पढाइ मात्र हो चाहिँ भन्नु हुँदैन, पढाइ बाहेक अरू कुरामा नि ध्यान दिनुपर्छ। अनि सकेसम्म प्रायः जस्तो सबै प्रोग्रामहरू पार्टिसिपेट हुन सिक्नुपर्छ हैन। अनि एउटा सबै व्यक्तिहरूले अब आफूमाथि यो कमी छ भन्ने ठान्लान् हैन, म पनि ठान्थेँ। अनि र पनि होस् न त, ट्राई गर्दा के हुन्छ भनेर मैले लिएको भरमा अहिले मैले यति धेरै गोल्ड मेडल हासिल गर्न सफल भएको छु हैन। अनि
त्यही हो, सबै प्रोग्राम उदि पार्टिसिपेट गर्नुपर्छ होइन। अनि त्यो एउटा मेमोरिज पनि हुन्छ पछिको लागि। अब हामीले सबैमा पार्टिसिपेट गरिसके पछाडि चाहिँ अब कसैलाई थाहा हुँदैन कि आफूमाथि त्यो हिडन ट्यालेन्ट छ भनेर। अनि पार्टिसिपेट गरिसके पछाडि अब नयाँ हौसला मिल्छ होइन, ज्ञान पनि मिल्छ। अनि त्यही कुरामा लास्टै उत्कृष्ट भयो भने त्यहाँबाट अब जबको लागि केहीको लागि अब तपाईँ प्लेयरमा राम्रो निस्किनु पऱ्यो होइन, तपाईँले त्यही खेल सम्बन्धित केही गरेर तपाईँ ठुलो भएपछि खेलाडी बन्न मिल्छ होइन। त्यसैले हरेक कुरामा हामीले पार्टिसिपेट गर्नुपर्छ, म त्यही भन्न चाहन्छु। ल ठिक छ, अब यो उसको अनुभव अनुष्काको पनि धेरै कुराहरू सुनियो। छोरीको कुरा सुन्दाखेरि उसले चाहिँ के भन्छ, मोबाइल अलिअलि चलाउनु चाहिँ राम्रै हो भन्छ होइन। मोबाइल किनभने उसले मोबाइलमा चाहिँ हेरेर त्यसरी मोबाइलबाट चाहिँ नेगेटिभिटी बिग्रेको हामीले अहिलेसम्म पाएको छैन। यो सबै उसले ड्रइङहरूको कुरा हरेक कुराहरू चाहिँ सिक्ने भनेको उसले गुगल युट्युबहरूबाट सिकिरहेको, उसले सदुपयोगै गरिरहेछ। अब त्यो मोबाइललाई नै हामीले दोष दिनु पनि हुँदैन, त्यसलाई कुन तरिकाले चलाउने भन्नेलाई चाहिँ हामीले विशेष ध्यान दिनुपर्छ। ल अब यस्तै प्रगतिहरू हुँदै जाओस्, आगामी फेरिका भिडियोहरू पनि हामी अनुष्काका के रहेछन् त नयाँ ट्यालेन्टहरू, उसले के सिकाएर रहेछ त त्यो कुराहरूलाई चाहिँ हामी फेरि भिडियो मार्फत जोड्दै जानेछौँ। हुन्छ, आजको हामी लगभग भिडियोको अन्ततिर आएका छौँ। हामी आजको भिडियोलाई यहीँ टुङ्ग्याउने जमर्कोमा छौँ। यो उपलब्धि दिलाउने, यो अवसर दिलाउने जेएनएम नेसनल परिवारलाई हामी हृदयदेखि नै धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। त्यस्तै यो अवसर प्रदान गर्ने ब्लू हाउसका हाउस टिचर लगायत अरू शिक्षक शिक्षिकाहरू सबै होइन, जेएनएम नेसनल परिवारलाई नै हामी धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। किनभने हामीले सही ठाउँमा हाम्रो बालबच्चा पढाएको भएर नै यो नतिजा निस्किरहेको छ, यो उपलब्धि हामीले पाइरहेको छौँ। हामी खुसी छौँ, हामी स्कुल परिवारप्रति धेरै धेरै आभारी छौँ। अब यति भन्दै हामी आजको यो भिडियोलाई चाहिँ यही अन्त्य गर्छौँ। विशेष गरी अनुष्कालाई फेरि पनि धेरै धेरै धन्यवाद दिँदै म यो मेडल चाहिँ अनुष्कालाई नै यहाँ झुन्डाइदिनु पर्यो होइन। अनि यो लगाइदिएर चाहिँ सम्मान साथ म यहाँबाट बिदा हुन्छु। यो मलाई नै आफैलाई प्राउड फिल मुभमेन्ट भइरहेछ। कस्तो लागिरहेछ अनुष्का भन्नु है? घाँटी भारी भइरहेछ। ल अब त्यसो भए अब यो भिडियो अन्तिमसम्म हेरिदिने दर्शकहरूलाई पनि धेरै धेरै धन्यवाद दिँदै स्कुललाई पनि तिमीले अब 2 शब्द। मलाई चाहिँ जेएनएम नेसनल एकाडेमी स्कुलले अब होइन यति धेरै मेडल पाउने अवसर मिलाइदिएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि मोस्टली चाहिँ म हाम्रो इसिआई कोअर्डिनेटर म्याम पुष्पा म्यामलाई पनि थ्याङ्क यू गर्न चाहन्छु। अनि प्रिन्सिपल म्याम धमेन्द्र सर, हाम्रो क्लास टिचर, अनि हाम्रो हाउस टिचर राम सरहरूलाई म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अब उहाँहरूले मलाई के भन्छ, उहाँहरूले हामीलाई अवसर दिनुभयो, माया दिनुभयो। त्यही त अवसर दिनुभएको थिएन भने मैले यति धेरै सफलता प्राप्त गर्न सकिदिन थिएँ होला होइन। अनि तिम्रो सफलताको पछाडि विशेष तिम्रा साथी भाइ दाइ दिदीहरूलाई पनि त्यही त मेरो साथीहरूले पनि मलाई धेरै हौसला दिएका छन् होइन यो यस्तो कुरा हो दि। त्यसैले म मेरो साथीहरूलाई पनि प्रिय 3 जना साथीलाई चाहिँ म धेरै धेरै धन्यवाद दिन चाहन्छु। अनि आजको भिडियो यतिमै अन्त्य गर्नु होला। ल हस् त, यहाँले अमूल्य समय उपलब्ध गराइदिनु भयो, यसैका लागि म आभारी छु। छोरीलाई प्रणाम गर्दै होइन म आजको भिडियोलाई अन्त्य गर्छु। हस् त, हाम्रो भिडियो सबै पुरा हेरिदिनु भएकोमा यहाँहरूलाई पनि धेरै धेरै धन्यवाद।